ल रावटेहरू चाहिँ यस्तोमा बसेको रहेछ है। यहाँ सुदूरपश्चिमबाट आएर चाहिँ रावटे समुदायहरू अहिले यो मोरङ जिल्लाको मिक्लाजुङमा चाहिँ बसेको रहेछ। यस्तो ठाउँमा काठको सामग्रीहरू सबै काठको सामग्री, काटी बेगरको होइन यो सबै सामग्रीहरू। खोइ के भन्छ यसलाई चाहिँ? कोसी। कति यसको? 500। यो चाहिँ कति 800 हो। यो चाहिँ पिर्का हो। ए बस्ने कति यसको? यसको कति हो? कति पैसा, कति रुपियाँ लेखेको छ? 500। यो बेलना ए 500। बेलना के छ हौ अरू? अनि बक्सा यो पनि काटी बेगरको होइन, काटी रहित बनाउने यहाँ काम पनि भइरहेको छ काम पनि है। कुन काठको हो यो? यो काठ चाहिँ काठ होइन यो? टुनीको हो। ए यो त लानलाई गाडी नै चाहिने रहेछ। यो चाहिँ गाडी नै चाहिने रहेछ लानलाई। यो त बाइक बनाउने रहेछ। के बेलना बोक्ने त एउटा? यो चाहिँ के लाउनु यसमा चाहिँ? सब्जीहरू लाउनुलाई? ए लाउरेहरूलाई टोपी लगाइदिनु। बाबुडे कति अरे यसलाई? यहाँ कति यो कति? 600। मेहनत धेरै हो क्या। मेहनत त थुप्रो छ नि, मेहनत धेरै छ। यो कति छ लेखेको छ? 700 हो। ए यो बोक्नु क्या एउटा? केमा बोक्नु? झोलामा अट्छ यो? अट्दैन होला, प्लास्टिक छ। एउटा लगाइदिनु नि त। आइहाल्यो, चिनो लैजाउँ एउटा। चिनो लान्छु। अब कति बस्नु छ यहाँ? कति बस्ने अब? भाइ बहिनी कति बस्ने अब यहाँ? कति बस्ने? कति दिन? 3-4। यहाँ पछि कता जाने हो? सुर्खेत फेरि कहाँबाट आएको अहिले चाहिँ? सुर्खेतबाटै हो। ए कतिजनाको टोली छ अहिले? 19 जना। बस्ने त यहीँ हो नि सबैजना नै यहाँ? ए पानी पऱ्यो भने त भिज्दैन मुनि? ए ल रावटेहरूले बनाएको यो समुदायले बनाउनु भएको चाहिँ यो सामग्रीहरू एकदम पन्यु पनि रहेछ है। पन्यु पनि यो काटी रहित एकदम बिना काटेको बनाएको सामग्रीहरू। काठको बाकस यहाँ कपडा सपडा राख्ने राम्रो छ।